जिल्लाको समग्र शान्ति सुरक्षा र यहाँको अवस्था बारेमा चाहिँ एउटा जानकारी पनि लिउँ, यहाँहरूसँग चाहिँ परिचय पनि होस् र यहाँहरूसँग सहकार्य गरेर यो जिल्लालाई समृद्ध बनाउन, जिल्लाको शान्ति सुरक्षा कायम राख्न, त्यसै गरी विभिन्न किसिमका समस्याहरू समाधान गर्नलाई हातेमालो गरौँ भनेर वास्तवमा यहाँलाई आज बोलाएको पनि हो र साथीहरूले एकदम राम्रो सुझाव पनि दिनुभएको छ र मैले पनि विषयवस्तु मैले यहाँ उल्लेख गरेको थिएँ, त्यो विषयवस्तुसँग रिलेटेड भएर साथीहरूले सुझाव दिनुभएको छ। वास्तवमा के हुन्छ भने यो समस्या भन्ने कुरो चाहिँ एकैचोटि समस्या समाधान हुँदैन। समस्यालाई चाहिँ हामीले प्राथमिकीकरण गरेर छैन, प्राथमिकीकरण गरेर समस्या समाधान गरेर जानुपर्ने अवस्था हुन्छ र यो प्रमुख जिल्ला अधिकारीको हैसियतले सबैभन्दा पहिले मैले चाहिँ यो जिल्लाभरि शान्ति सुरक्षा कायम गर्नुपर्ने, त्यसै गरी सीमा सुरक्षाका कुराहरू, त्यसै गरी यहाँले उठाउनुको लागु औषधको कारोबार अलिक बढेको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर उठाउनु भएको छ। त्यसमा पनि म लाग्ने नै छु। यहाँ जति साथीहरूले इस्यु उठाउनु भएको छ यसलाई चाहिँ एकदम प्राथमिकीकरण गरेर म अगाडि बढ्नेछु र यहाँहरूले अरू राय सुझाव जानकारी इन्फर्मेसन जतिखेर मलाई दिन सक्नु हुनेछ। सहकार्य गरेर अगाडि बढौँ, काम गरौँ र म जहिले पनि भन्ने के गर्छु भने म मेरो घर मोरङ भयो भने मेरो नागरिकता मोरङको, तर अहिले म कञ्चनपुर जिल्लामा छु, नेपाल सरकारले खटाएको छ, अहिले म यहीँको नागरिक हुँ। यहाँहरूलाई नै यहाँलाई परेको समस्या, यहाँको शान्ति सुरक्षादेखि लिएर सबै चिज समस्या समाधान गर्ने चाहिँ नि मेरो अधिकार क्षेत्र छ, जुन मैले गर्नुपर्ने सहजीकरण छ, जुन मैले गर्नुपर्ने यहाँले गर्नु समन्वय छ, त्यो म गर्ने नै छु र यहाँहरूकै साथमा म अगाडि पनि बढ्नेछु र यहाँको सहयोग सद्भाव रहनेछ भन्ने मेरो अपेक्षा रहेको छ भन्दै साथीहरूले जुन सुझाव दिनुभयो सबै साथीहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम चाहिँ यी सकेको जानकारी हुन्छ। हस्, धन्यवाद।